नमस्कार, म सुरेश श्रेष्ठ। स्वागत छ यहाँहरुलाई मेरो च्यानल मन्त्र ज्ञान 078 मा। आज हामी यहाँ पूजा गर्ने सबैभन्दा उत्तम समय कुन हो भन्ने विषयमा कुरा गर्दै छौं। हुन त पूजा पाठ आफ्नो भक्ति भनेको भगवानसँग सम्बन्धित कुरा भएको हुनाले त्यो जुन बेला गर्दा पनि राम्रै हुन्छ हैन। तर पनि पूजा पाठ गर्दा सबैभन्दा राम्रो उपयुक्त समय भनेको चाहिँ ब्रह्म मुहूर्त हुन्छ। अर्थात बिहानको 3:10 देखि 5:30 सम्म भनौं न हैन। यो 3:10 देखि 5:30 3 बजेदेखि 5:30 सम्मको समय चाहिँ उपयुक्त हुन्छ। त्यतिखेर पूजा तपाईलाई चाहिँ के हुन्छ भन्दा फेरि तपाईले अरु बेला गरेको पूजा भन्दा 10 गुणा बढी फल तपाईले प्राप्त गर्नुहुन्छ है। किनभने त्यतिखेर ब्रह्माण्डका समस्त देवी देवताहरू हैन, ब्रह्माण्डका शक्तिहरू पृथ्वीमा भ्रमण गर्न निस्केका हुन्छन् हैन। अनि त्यसै बेला तपाईले आफ्नो इष्टदेव, आफ्नो भगवान हैन, उहाँको पूजा आराधना जप साधना जप ध्यान गर्दा फेरि चाहिँ उहाँहरु छिटो प्रसन्न हुन्छ। उहाँहरु तपाईको समीपमा चाँडो आउनुहुन्छ। किनकि उहाँहरु त यतै हुनुहुन्छ, पृथ्वीमै भ्रमण गरिरहेको हुनुहुन्छ हैन। तपाईको आसपासमा पनि उहाँहरु डुल्न आउन सक्नुहुन्छ है। र त्यही कारणले चाहिँ यो ब्रह्म मुहूर्त भनेको एकदम उपयुक्त समय हो। आफ्नो हरेक अब दिव्य शक्तिहरू हुन्छ हैन, दिव्य शक्तिहरू भ्रमण गर्न आएको हुन्छन्। सब तपाईलाई दर्शन दिन सक्नुहुन्छ, तपाईलाई ज्ञान दिन सक्नुहुन्छ हैन। र ब्रह्म मुहूर्तमा र यो क्षणमा चाहिँ तपाईले अब सर्वप्रथम के गर्नुपर्छ, 3 बजेतिर उठ्नु भयो भने पनि तपाई हैन स्नान चाहिँ अवश्य गर्नै पर्छ। स्नान पनि तपाईको अब यो राम्रै तरिकाले गर्नु होला है। किनकि अब बेलुका खानासाना खाएर अब तपाई सुत्नु भएपछि अब त्यो त अवश्य पनि तपाई अब अपवित्र भइहाल्नु भयो हैन। अब कतिलाई यो कुरा ठीक नलाग्नु पनि सक्छ, त्यो आफ्नो ठाउँमा छ हैन। तर पनि बिना स्नान हामीले पूजा पाठ गर्न हुँदैन है। सर्वप्रथम स्नान अनिवार्य छ। स्नान राम्रोसँग गर्ने, त्यो सिम्पल पानी मात्रै खन्याएर गर्ने भन्दा पनि तपाईको अब पुरा मजाले नै साबुन स्याम्पू लगाएर नै स्नान गरेर आफू एकदम आफुलाई फ्रेश हुन्छ हैन। आफू पनि फ्रेश हुन्छ र पवित्र पनि होइन्छ नि त हैन। त्यो कारणले चाहिँ स्नान चाहिँ राम्रोसँग गर्नु। सर्वप्रथम स्नान अनिवार्य छ। त्यसपछि अब आफूले भगवानलाई अब धूपबत्ती दिनु हैन। अब सकिन्छ भने अब पञ्चप्रकार पूजा गर्नु हैन भने सामान्य तरिकाले पूजा पाठ गर्दा फेरि पनि तपाईको यो दिव्य समय हो। यसलाई चाहिँ सदुपयोग गर्न जान्नुपर्छ। प्रत्येक साधकले चाहिँ, साधक वर्गले चाहिँ यो गर्न सक्यो भने चाहिँ उसमा धेरै नै छिटो भन्दा छिटो चाहिँ भगवानको कृपा प्राप्त हुन्छ। उसमा शक्ति जागृत हुन्छ हैन। त्यो कारणले चाहिँ स्नान अनिवार्य छ। अनि आफ्नो मन्त्र जपहरू गर्ने, आफ्नो इष्टदेवलाई सम्झिने हैन। यो समयमा गर्नु भनेको धेरै 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 नै राम्रो हुन्छ। र तपाईले मानौं 1 घण्टा गर्नु भयो हैन, 3 बजेदेखि 3:30 देखि 4:30 सम्म गर्नु भयो। त्यसपछि फेरि अब बाँकी समय के गर्ने त भनेर तपाई फेरि सुत्न चाहिँ मिल्दैन फेरि है। नसुत्ने, अब बरु जानु, मर्निङ वाक जानु वा भजन कीर्तन गर्दै बस्नु हैन, पूजा पाठै गर्दै बस्नु, ध्यान गर्दै बस्नु। सुत्न चाहिँ मिल्दैन फेरि है। सुत्यो भने तपाईले गरेको चाहिँ व्यर्थ भयो। फेरि अर्को एउटा यसमा कुरा तपाईले बुझ्नुपर्ने कुरा के छ भन्दा फेरि यो ब्रह्म मुहूर्तमा तपाई 1 दिन 2 दिन गरेर चाहिँ हुँदैन है। यसलाई त तपाईले बानी नै बसाल्नु पर्छ। सधैँको लागि चाहिँ तपाईले यसलाई आत्मसात गरेर तपाईले नियत समयमा उठ्ने गर्नुभयो भने तपाईले गरेको काम चाँडै सिद्ध हुन्छ है। तपाई साधनामा सफल हुनुहुन्छ। अरु बेला अब 6-7 बजे उठेर पूजा पाठ गर्नु त्यसको फल नपाउने हैन, त्यो पनि पाइन्छ है। तर सर्वोत्तम भनेको चाहिँ तपाईको ब्रह्म मुहूर्तमा गर्दा फेरि चाहिँ एकदम राम्रो र चाँडो चाहिँ तपाई आफ्नो लक्ष्यमा पुग्नुहुन्छ। त्यही कारणले ब्रह्म मुहूर्त भनेको यस्तो दिव्य समय हो है, जसलाई अब प्रत्येक साधक वर्गले चाहिँ सदुपयोग गर्न चाहिँ जान्नुपर्छ है। म त्यति भन्न चाहन्छु। आशा छ यहाँहरुले पनि विचार गर्नुहुन्छ, यो मेरो कुरालाई सक्दो मनन गर्नुहुन्छ होला भन्दै आजलाई बिदा चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरिदिनु होला। यसरी नै साथ सहयोग गरिदिनु होला। भिडियो मन परे लाइक शेयर गरिदिनु होला भन्दै आजलाई बिदा चाहन्छु। हस्त नमस्कार। जय श्री महाकाल, जय गुरु काल भैरव, जय गुरु महाकाल।